फिफा वर्ल्ड कप 2026 को अब लास्ट दुईवटा म्याच बाँकी छ साथीहरू, ब्रोन्जको र गोल्डको लागि। यो भिडियो अन्तिमसम्म हेर्नु होला र 5000 रुपैयाँसम्म जित्न सक्नुहुन्छ। नमस्ते, मेरो नाम हो शङ्कर र आज हामीहरूको यो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत गर्दछु। वर्ल्ड कपको अब लास्ट दुईवटा म्याचको कुरा गरौँ है त। पहिलो म्याच रहेको छ 19 जुलाई रातिको 12:45 फ्रान्स भर्सेस इङ्ल्यान्ड। यो चाहिँ ब्रोन्जको लागि हुनेवाला छ भने र दोस्रो म्याच रहेको छ फाइनल अर्जेन्टिना भर्सेस स्पेन। यो म्याच एकदमै दमदार, एकदमै दामी, एकदमै डेन्जर हुनेछ, त्यसैले तपाईहरु हेर्न नबिर्सिनु होला है त। रातिको 12:45 यो म्याच जसले जित्छ त्यसले ट्रफी उठाउँछ, यानी फाइनल म्याच हो साथीहरु। 20 जुलाई चाहिँ फाइनल म्याच हो। अब थोरै सेमी फाइनलको कुरा गरौँ है, कुन टिमले कस्तो प्रदर्शन गरेको थियो भनेर। सो फर्स्ट म्याच हामीहरुको फ्रान्स भर्सेस स्पेन भएको थियो। फ्रान्स भर्सेस स्पेनमा चाहिँ स्पेनले फ्रान्सलाई 2-0 को विरुद्ध पराजित गर्दै फाइनलमा ठाउँ पाएको छ साथीहरु। अब नेक्स्ट म्याच स्पेनको अर्जेन्टिनासँग रहेको छ र त्यसको बारेमा पनि हामीहरुले कुरा गर्नेछौँ। र पहिला त्यो भन्दा अगाडि हामीले फ्रान्सको बारेमा कुरा गर्छौँ, किनभने चाहिँ फ्रान्सलाई दावेदार टिम मानिन्थ्यो यो फिफा वर्ल्ड कप 2026 को। एकदमै स्ट्रङ मिडफिल्डर, एकदमै स्ट्रङ अट्याकर सबै त्यसमा फ्रान्समै थिए साथीहरु। ओलिसे, डेम्प्ले, एम्बाप्पे सबै त्यसमा थियो। एकदमै दामी टिम थियो, तर के गर्यो है, त्यो चाहिँ हार्यो, हार्न पुग्यो। यिनीहरू मौका त पाए तर यिनीहरूले गोल कन्सिड गर्न सकेन। तर स्पेन चाहिँ जस्ट अपोजिट पाथ्यो। स्पेनले मौका पाउने बित्तिकै गोल कन्सिड गरेको थियो। उसको डिफेन्स एकदमै स्ट्रङ थियो। फ्रान्सलाई चाहिँ नचाएको नचाइराख्यो के। त त्यही भएर म अब एम्बाप्पे दाजुलाई सोध्न चाहन्छु कि एम्बाप्पे दाजु किन आखिर यस्तो भएको हो ल भनिदिनु पर्यो। खासमा हामीहरू स्पेनको बुढाहरूलाई काँचै चबाउँछौ भनेर आएको थियो, तिनीहरूले उल्टै हामीहरूलाई सेको बनाइदियो। अनि हामीहरूको हार्नुको कारण खास के हो भने हाम्रो कोच सरले चाहिँ स्पेनको गेमलाई एनालाइसिस गर्नुभएको थिएन। भन्नुभयो कि जाऊ स्पेनको बच्चाहरूलाई ड्याङ गोल हानेर आऊ अनि तिमीहरू जित्छौ भन्नुभयो। तर त्यहाँ गएपछि गेम खेल्दाखेरि चाहिँ थाहा भयो कि तिनीहरूले त हामीहरूलाई बच्चा नचाहेको जस्तै उल्टै नचाइरहेको थियो। बल त हामीहरूले छुनै पाइरहेका थिएनौँ। यो सब कोचले गर्दा हो। अब हेरिक्यानसँग छ, हेरिक्यानले पनि आधी गोला बगाए जस्तै बगाउला। मतलब फ्रान्सले स्पेनलाई बच्चा सम्झेको रहेछ साथीहरु। बिना ट्याक्टिक, बिना एनालाइसिसको फिल्डमा उत्रेको रहेछ। त्यही भएर 2-0 खाएकै हो फ्रान्सले। यो चाहिँ 100% रियल हो साथीहरु। तिनीहरू बल पोजिसन नियन्त्रण नै गर्न सकेन क्या फ्रान्सले। मोस्ट अफ द स्पेनले खेलाइरहेको थियो नि त, त्यही भएर। अब एकचोटि लेमन एमालसँग सोधौँ है, स्पेनले किन जित्यो, कसरी जित्यो। ल लेमन एमाल भाइ भन भाइ, एकचोटि भनिदिउँ त के छ, किन जितेको, कसरी जितेको फ्रान्सलाई। सुरुमा डर लागेको थियो। जब एक गोल हान्यो अनि हामीहरूमा कन्फिडेन्ट आयो, हामीहरू फाइनलमा पुग्न सक्छौँ भनेर हामीहरूको कोचले पनि भन्नुभएको थियो। उहाँले एनालाइसिस पनि गर्नुभएको थियो। उहाँले सबै टिमहरूलाई भन्नुभएको थियो कि तिमीहरू नडराएर खेल, हामीहरू पक्का जित्नेछौँ। अब चाहिँ आउने खेल मेसीसँग छ। मेसीसँग चाहिँ मलाई एकदमै डर लागेको छ, किनभने ऊ त गोट हो। त्यही भएर 15 मिनटमा चाहिँ यस्तो दामी जादु पनि देखाइदिन्छ मेसीले। त्यही भएर म चाहिँ डर लागिरह। त्यसैले लास्टको 15 मिनटमा गो पनि आउन सक्छ होला। त्यस्तो नि भन्नुपर्छ भाइ यार, जित्नुपर्छ कि तिमीहरूले जित्नुपर्छ है। म पनि अर्जेन्टिनाको सपोर्टर हो, तर पनि म स्पेनलाई पनि सपोर्ट गर्छु। जुन टिम जित्छ त्यही सपोर्टर हो है त। अर्जेन्टिना भर्सेस स्पेन, वाट अ ड्रिम फाइनल। यो एकदमै खतरा फाइनल हुनेवाला छ। एकतिर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना भने अर्कोतिर युरोपको स्ट्रङ्गेस्ट टिम स्पेन रहेको छ साथीहरु। यो एउटा फाइनल म्याच मात्र होइन साथीहरु, यो एउटा एक्सपिरियन्स भर्सेस यङ ट्यालेन्टको ब्याटल हुनेछ। मेसीको एक्सपिरियन्स भर्सेस लेमन एमालको फियरलेस फुटबल। टिम अर्जेन्टिनाको एनालाइसिस गर्दा अर्जेन्टिनाले यस वर्ल्ड कप भरि नै निकै म्याच्योर फुटबल खेलेको छ। प्रेसर मोमेन्टलाई अति नै राम्रोसँग ह्यान्डल गरेको छ। टिम केमिस्ट्री एकदमै बबाल छ। जति प्रेसर दियो त्यति नै त्यो राम्रो प्रदर्शन गर्दै गएको छ। लास्टको 15 मिनट्समा यस्तो गेम चेन्ज गरिदिन्छ कि सबजना हेर्नेले चाहिँ छक्क पर्छ कि वाउ भन्छ। मिडफिल्ड एकदमै काम छ, डिफेन्स एकदमै डिसिप्लिन छ,
काउन्टर एट्याक एकदमै डेडली छ। अर्को सबैभन्दा ठुलो स्ट्रङ पोइन्ट के हो भने अर्जेन्टिनाको विनिङ मेन्टालिटी चाहिँ अर्जेन्टिनाको एकदमै राम्रो रहेको छ। स्पेनको टिम एनालाइसिस गर्दा स्पेन अहिलेसम्म कम्पिटिसनकै सबैभन्दा डेन्जरस टिम हो। एट्याकिङ फुटबल खेलिरहेको टोली हो। हरेक ठाउँमा एट्याक गर्छ उसले कतै पनि छोड्दैन, मौका गुमाउँदैन। सर्ट पासेस एकदमै दामी छ, क्विक मुभमेन्ट एकदमै खतरा छ, हाई प्रेसिङ एकदमै खतरा छ। किनभने चाहिँ फ्रान्सलाई जुन हिसाबले प्रेसर दिएको थियो नि त्यो हिसाबले फ्रान्सलाई कुनै टिमले प्रेसर दिन सक्दैन। इभन 2022 को वर्ल्ड कपमा अर्जेन्टिनाले पनि दिन सकेको थिएन साथीहरू। बल पोजिसन एकदमै दामी छ, यङ प्लेयर्सहरू छ। लेमन एमाल टुर्नामेन्टकै सबभन्दा डेन्जरस एट्याकर हो साथीहरू। डिफेन्सलाई यसरी तोड्छ, यसरी मोड छ कि कसैले थाहै पाउँदैन। जुन हिसाबले फ्रान्सको डिफेन्सलाई तोडेको थियो नि त्यो चाहिँ हेर्न लायकको थियो कि हेर्न मजा आएको थियो। अब ट्याक्टिकल ब्याटलको कुरा गर्दा फाइनलमा सबैभन्दा ठुलो ब्याटल मिडफिल्डकै हुनेछ साथीहरू। मिडफिल्डमा चाहिँ जसको राम्रो मिडफिल्ड हुन्छ त्यसले गेम जित्यो भन्दा पनि फरक पर्दैन। अर्जेन्टिनाको मिडफिल्ड पनि राम्रै छ, स्पेनको मिडफिल्ड पनि राम्रै छ र डिफेन्स अर्जेन्टिनाको एकदमै स्ट्रङ छ। सँगसँगै स्पेनको डिफेन्स पनि एकदमै दामी छ। यदि स्पेनले बल पोजिसन गर्यो भने अर्जेन्टिनालाई चाहिँ यहाँनिर गाह्रो पर्न सक्छ। तर अर्जेन्टिना एउटा एक्सपिरियन्स्ड टिम हो, एकदमै राम्रो टिम हो। त्यसको कारणले त्यसले प्रेसर ह्यान्डल गर्न सक्छ र कमब्याक गर्न सक्छ। अब कुरा गरौँ थर्ड प्लेसको, फ्रान्स भर्सेस इङ्ल्यान्ड। फ्रान्स भर्सेस इङ्ल्यान्ड पनि एकदमै डेन्जरस टिम हो। फ्रान्स पनि एउटा वर्ल्ड कप दावेदार टिम नै थियो, इङ्ल्यान्ड पनि वर्ल्ड कप दावेदार टिम नै थियो। सो यिनीहरूको बिचमा के छ कस्तो छ, तर केही कारणवश यिनीहरू ब्रोन्जको लागि नै लडिरहेछ साथीहरू। फ्रान्सको लागि एम्बाप्पे एकदमै निकै नै आक्रामक खेल्ने छन् है त, किनभने उहाँ गोल्डन बुटको रेसमा अझ पनि छन्। त्यही भएर उहाँले 2 गोल 3 गोल कन्सिडर गर्न सक्नुभयो भने गोल्डन बुट पक्का हो एम्बाप्पेजीको। त्यसैले उनी आक्रामक खेल्नेछन्, यो चाहिँ पक्का हो। ह्यारी केन एकदमै दामी प्लेयर, ह्यारी केन पनि आक्रामक नै खेल्नेछन्। उहाँ एकदमै राम्रो फिनिसिङ दिन चाहनुहुन्छ इङ्ल्यान्डलाई, त्यही भएर इङ्ल्यान्ड पनि एकदमै राम्रो डिसिप्लिनमा खेल्नेछ यो यसपालि। अब कुरा गरौँ प्रेडिक्सन्सको कुरा गर्दा म आफ्नो प्रेडिक्सन्स गर्छु है त। थर्ड प्लेसको लागि फ्रान्स 2 इङ्ल्यान्ड 1 र फाइनलको लागि अर्जेन्टिना 2 स्पेन 2 र यिनीहरूको जान्छ पेनाल्टीमा। यदि पेनाल्टीमा जो राम्रो गोलकिपर हुन्छ मलाई लाग्छ कि अर्जेन्टिनाले जित्न सक्छ। त्यसैले यो जस्ट प्रेडिक्सन्स हो, कसैले पनि दुःख मान्नु पर्दैन। तर पनि स्पेन चाहिँ टुर्नामेन्टकै सबैभन्दा ब्यालेन्स टिम हो। त्यसैले स्पेनलाई हराउन यति सजिलो छैन अर्जेन्टिनाले यो ध्यान राख्नु पर्ने हुन्छ। अब तपाईको प्रेडिक्सन्स हु विल बिकम द फिफा वर्ल्ड कप 2026 च्याम्पियन है त। तपाईहरुको प्रेडिक्सन्स कमेन्ट बक्समा लेख्नु होला र गुगल फर्म मैले राखिदिसकेको छु, पिन कमेन्ट गरिदिसकेको छु। त्यसमा गएर आफ्नो प्रेडिक्सन्सहरु पनि राख्नु होला र 5000 रुपैयाँसम्म जित्न सक्नु हुन्छ। भिडियो मन परेकोमा लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सँगसँगै च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धेरै धेरै धन्यवाद। नमस्ते।